मान्छेको जिन्दगी हो, देख्दा जति सजिलो लाग्छ जिन्दगी, भोग्दा उति नै गाह्रो छ। नेपालमा दुःख पीडा नपाएको मान्छे त कुन ठाउँमा होला र। तर पनि यतिसम्मका घटनाहरू देखिन्छन्, कहिलेकाहीँ हेर्दा बित्तिकै यो मन धर्र धर्किने गर्छ। आदरणीय दर्शक श्रोताबिन, आज हामीले फेरि एउटा यस्तो दर्दनाक घटना लिएर आएका छौँ, जुन घटनालाई हेर्दा तपाईँको आँखाबाट पनि आँसु रोकिन्न होला सायद। वास्तवमै नेपालमा धेरै घटनाहरू यस्ता छन् जुन घटनाले न त कहिल्यै कसैको सहयोग नै पाउँछन्, न त कहीँ मिडिया अथवा कुनै ठाउँमा आउने माध्यम नै पाउँछन्। संसारमा माया भन्दा ठुलो केही पनि छैन र मान्छेलाई सहारा दिने माया भन्दा ठुलो केही हुनै सक्दैन। वास्तवमै आफू कमजोरी अवस्थामा हुँदै पनि कुनै मान्छेले माया गरेर आफूलाई सहारा दिन्छ भने जिन्दगीमा त्योभन्दा ठुलो कुरा के नै हुन सक्छ र आखिर। फेरि एउटा त्यस्तै जोडी आज हामी तपाईँहरूलाई देखाउँदैछौँ, तपाईँहरूले हेरि नै रहनु भएको छ। आदरणीय दर्शक श्रोताबिन, हामीले तपाईँलाई देखाइरहेको यो जोडीको कथा निकै नै फरक खालको छ। एउटा केटा मान्छे अशक्त हुनुहुन्छ, जसले न त केही गर्न सक्नुहुन्छ न त केही, तर पनि उसलाई माया गरेर उसलाई जिन्दगीभरि साथ दिन्छु भनी कसम खाएर त्यो अवस्थादेखि आउने जो श्रीमती हुनुहुन्छ, उहाँको हामीले कसरी तारिफ गरौँ, उहाँलाई कसरी सम्मान गरौँ। साँच्चीकै मन धरक्क धर्किने गरी उहाँले यो साथ र सपोर्ट गर्नुभएको छ। हेरौँ यो एक रिपोर्ट। एउटा समग्र तपाईँले दिनुभएको अन्तर्वार्ताहरू पनि कतिको हेर्नुहुन्छ, कस्तो भने के बोले जस्तो के भइरहेछ? एकदम धेरै जे बोले ठिकै भइरहेछ। उहाँ केही बोल्न खोज्दै हुनुहुन्थ्यो, तर त्यहाँको वातावरण त्यस्तै थियो। बाहिरी आवाजहरू बढी आउने क्रममा र उहाँको सानो स्वर, त्यो कारणले गर्दा पनि हामीले प्रष्ट आवाज तपाईँहरूलाई दिन सकेनौँ। आदरणीय दर्शक श्रोताबिन, 9 महिनासम्म आफ्नो कोखमा राखेर एउटी आमाले जन्म दिएको यो सन्तान आज आफ्नै आँखा अगाडि यसरी अशक्त भएको देख्दा कुन आमाको मन चाहिँ रुँदैन होला। वास्तवमै यो परिवारमा यति धेरै पीडा छ, जुन पीडा तपाईँहरूलाई एकैछिनमा देखाउनु त कति नै सम्भव होला र, तर पनि हामीले केही प्रयास पनि गरेका छौँ। हेर्नुहोस्, यी बुढी आमा यसो भन्दै रुन्छन् यो छोराको लागि। थाहै छैन, एक्सिडेन्ट बाबुलाई सोध्यो, मलाई अन्धकार थियो, मलाई केही थाहा भएन। तिमीलाई पिटेको जस्तो हो बाबु, अन्त कतै घाउ चोट छैन, न टाउकामा चोट छ न हात खुट्टामा चोट छ। यो पछाडि मात्रै त पिटेर ठुल्ठुलो बनाएर छोडिदियो तिमीलाई। गाडी एक्सिडेन्ट भएको कतै घाउ चोट लाग्थ्यो, हात खुट्टा भाँचिन्थ्यो, अनि गाडी पनि कसेर छिरेर बिचमा बस्यो, अलग्ग राख्यो जस्तो रहेथ्यौ रे तिमी। अनि तिमीलाई दुश्मनीले पिट्यो हो, तिमीले गरेर खायो भनेर मलाई त्यही शङ्का लागेको थियो कि अझ त केही होइन, मेरो बाबुले त्यही गर्यो हो, अझ केही होइन, ठिक छ, मलाई यतिसम्म गरेँ तिमीलाई त्यही हो भनेर उहाँलाई चाहिँ कस्तो अवस्थामा कसरी बाबुलाई त पोखरामा 12 बजी राति त्यस्तो भएछ। अनि पुलिसले उनी रहेको आवाज सुनेर पुलिसले भेटाएर हस्पिटल लगेछन्। पोखरामा हस्पिटल लाँदाखेरि सक्दैन भनेर वहीँबाटै डक्टर दुईपट्टि डक्टरले लिएर एम्बुलेन्समा हालेर न्युरो हस्पिटलमा ल्याएछन्। मलाई त थाहै थिएन, गाउँमा त्योहरूले कुरा गरेर सुनेको थिएँ तिम्रो छोरा त यसरी हस्पिटलमा टुक्रा गरेर बसिहाल्ने भन्थे। अनि फोन गर्दाखेरि लाग्थेन, त्यही भएर रहेछ मेरो बाबुले फोन नउठाएको भन्थे। अनि अरूले कुरा सुनाउँदाखेरि कहिले होइन भन्यो। 2 वर्ष भइसक्यो, भदौको 2 गतेले 2 वर्ष भइसक्यो। हजुर सानो बच्चा जसरी उहाँलाई सम्हाल्नुहुन्थ्यो हजुर। अहिले चाहिँ मैले बुहारी पाछु, अनि उसले स्याहार्छिन्, उसले हेर्छिन्, मैले सिकाइदिन्छु, यस्तो गर उस्तो गर भनेर सबै कुरा, घाउ गर्ने ड्रेसिङ गर्न सिकाइदिन्छु।
पिसाबको पाइप भेट्न नि सिकाइदिएँ, दिशा निकाल्न नि सबै कुरा सम्पूर्ण कुरा बडीलाई सिकाएको छु। उनले गरिरहेछन्, उनले स्याहारी छन्। अनि तेरो मन नउडाउ, आफ्नो भाग्यमा यस्तै ल्याएर चाहिँ तिमीलाई जो हुनु भइहाल्यो, आइहाल्यो, राम्रो छ गर। पछि तिम्रो भाग्य राम्रो रहेछ भने छोरा हिँड्न नि सक्छन् भनेर भनेको अनि हजुर पोखरामै बस्नुहुन्छ कि होइन। घर त गोर्खा हो, बाबु पोखरामा बस्थे। पहिला कोरियन भाषा के भाषा बाबु कोरियन ल्याङ्ग्वेज? हजुर त्यो सिकाएको थिएँ। अनि त्यसमा 1 नम्बरले फेल खाएर नम्बर आइदिन चाहिँ 1 नम्बर। अनि मेरो भाग्यले सहायता दिएन मम्मी, अब म गायककार बनिने हो भनेर। गायककार बनिएपछि अब एल्बम निकाल्न ठिक्क भएको छु। अब तपाईँलाई म एल्बम निकालेर यो एल्बम चल्यो भने पैसाको ओछ्यानमा सुताइदिन्छु भनेर दिएको भन्थेँ। त्यत्रो पीडा परेर सुताइदिएँ। अब के गर्ने, उसले पनि त्यस्तै सुत्त पऱ्यो, आफू पनि त्यस्तै पीडा पर्नु। पत्रकारको पनि काम गर्थेँ, अहिले यस्तो हाल छ जस्तो पनि सोनै परिरहेको। हजुर केही छैन, उहाँ एकदमै चाँडो सन्चो हुनुहोला। हामी सबैजनाको धेरै धेरै शुभकामना र माथिबाट भगवान्ले हेर्दै हुनुहुन्छ हामीलाई होइन। एक न एक दिन कस्तो उहाँलाई सन्चो नबनाउनु होला। तपाईँको आँखाबाट आँसु त्यत्तिकै झरेको छैन, मनमा पीडा भएर नै झरेको छ। यो आँसुलाई पनि ईश्वर हुनुहुन्छ भने उहाँले नै सबै चिज सम्हाल्नुहुन्छ, हामीले चाहिँ विश्वास गरौँ। उहाँको श्रीमती पनि हुनुहुन्छ होइन, उहाँ पनि एकदमै कलिलो उमेर उहाँको, हाम्रो जस्तै उमेर रहेछ उहाँको चाहिँ। हजुर एउटा आमा यदि उहाँको आफ्नै छोरी भइदिया भने, उहाँ एकदमै आफ्नै छोरी भइदिया भए हजुर चाहिँ यो अवस्थामा हुँदै जानुको लागि ल नानु तिमी जाऊ उसैको ख्याल गर भनेर भन्नुहुन्थ्यो? भनिन्थेन र त पनि मैले मन बुझाएर कस्तो नानी होला आज मेरो छोराको यस्तो हालत हुँदा पनि उनको मुझे त भने होइन, मैले मेरै मनले मात्रै उनको भाग्यमा लेखेको रहेछ। एउटा न एउटा लेखेको थियो, अवश्य जुटाइदिनु भयो र त पनि उनले आजसम्म हेरिरहेछन्। बाबुआमाले कराउने गाली गरे पनि सहेर बस्छ नानी, आफ्नो गल्ती छ के गर्छ। बाबुआमाले जस्तो भयो नि, अहिले आलो घाउ छ, रिसाए पनि जे गरे पनि सहेर बस्छ, पछि बाबुआमाको मन पलाउँछ भनेर मैले उनलाई सम्झाइरहेको थिएँ। पहिला अहिले गर्नुहुन्छ अनि मैले सम्झाइरहेको छु अरूलाई। आदरणीय दर्शक श्रोताबिन, तपाईँले यो कथा हेरि नै रहनु भएको छ। तपाईँलाई के कस्तो लाग्छ यो कथा, हाम्रो तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र धेरैभन्दा धेरै नेपालीहरूलाई पुग्ने गरी यो भिडियो सेयर गरिदिनुहोला। हामीले गर्ने एउटा सहयोग भनेको यही नै हो। सबैजनाले पैसा नै सहयोग गर्न सक्छौँ भन्ने पनि होइन, मानवीय रूपमा मन सफा पारेर यो भिडियो प्रत्येकजनाले एक सेयर मात्रै गरिदिनु भयो भने पनि सायद उहाँहरूलाई ठुलो सहयोग पुग्नेछ भन्ने आशा राख्छौँ। ज्यानको देखा त म आफै खप्न सक्छु, कस्तो पीडाबाट त खप्न सक्छु, अलिक बुझाउनु केही हुँदैन भन्दै मैले मन मार्दै यही छोरालाई उपचार गर्नु। खर्च पुर्याउनु गाह्रो हुन्थ्यो, अब के गर्नु, छोरालाई धेरै खर्च लाग्छ, को कोलाई गर्ने भनेर मन मारेर आफ्नो ज्यानको बेथा ढाड पुग्छ, यो गेडी फुस्केको घोडा छ त्यही दुख्छ, यो सबै पाता दुख्छ र पनि मैले सबै पीडा बिर्सेर यो छोराछोरीको लागि अहिलेसम्म दुःख गर्दैछु। दुःख गरेको अनुसार एक न एक दिन आउला नि त दिन मैले कुनैलाई पार गरेको थिइनँ, आज पनि कुन पार गरेर यस्तै मनमा सोचेर छोरालाई बिस्तारै ट्रेनिङबाट त्यहाँको सहयोगले पुर्याउँदै मेरो त भर्खर काम लागे पनि म त यहाँ आएको त धेरै भएन, यो जेठमा आएको उता सागा बस्थेँ कि भैँसी पार्टीमा बस्थेँ, बाबुलाई स्याहारेर अनि यहाँ आएपछि अनि त्यहाँ त
बुहारी आइन् बुहारी आएपछि म 2 वर्ष कमाउँछु अनि तिमी बाबुलाई हेर्न सक्यो भने कि तिमी त्यहाँ गएर गर्न सके म बाबुलाई हेर्छु अनि सकिनँ भने मै गर्छु भनेर मै गएर काँचो बिराहरू गर्न सक्दिनँ बरु म गाउँमा नि खेती किसान गरेर बस्ने मान्छे म अरू खट्न सक्छु भनेर अनि हजुरलाई चाहिँ एकदमै धेरै ठाउँमा हजुरले अन्तर्वार्ता दिइसक्नु भएको छ होइन कति सहयोगहरू अहिलेसम्म मलाई त कोही थाहा छैन नानी म त यादै हुँदैन ओके हजुरलाई थाहा छ अहिलेसम्मको कति रकमहरू हजुरले जम्मा गरिसक्नु भएको छ अनि त्यस्तो पठाइसक्नु भएको रहेछ सहयोग गर्छु भनेर पनि चलेर आएपछि 2-4 दिन त्यो सहयोग गर्छु भनेर पनि गर्नुभएको छ पठाउनु भएको चाहिँ आकिसो तामाङ भन्ने जापानबाट पठाउनु भएको मान्छेलाई पठाउनु भएको अनि त्यसपछि हिजो नर्वेबाट जय देवी भन्ने आफूलाई पठाउनु भएको छ अनि जुन चाहिँ धेरै आएको चाहिँ सहयोग गर्छु तत्काल पठाइसक्नु हजुरले आफैले चाहिँ के कति कामहरू गर्न सक्नुहुन्छ नर्मल हुन्छ त्यस्तोहरू मोबाइल त्यस्तो के गर्न केही पनि गर्न सक्नुहुन्न एक बोल्ने लाग्छ पढ्छु अनि भोगलाई आफूले मोबाइल थोरै म्याथ्स गर्नुहोस् त खै अनि पढ्नु मोबाइल खेल्नु यो आउला यो फिङ्गरहरू नचल्नु पहिला त यस्तै थियो अहिले अलि सुधार भएर अनि चल्नु थालेर अनि औँला चाहिँ चल्दिँदैन त्यसले पनि त्यसो गरेर चलाएर नि एउटा औँलाको भरले परिवार ताने भने नत्र उपाय थिएन बाबाले पठाउनु सक्नुहुन्थेन दिन तिर्न सकेको अनि मैले सुनेको हजुरको त इन्डियातिर कतातिर पनि ऋण छ होइन त्यो ऋण चाहिँ हजुरहरूले कसरी लगाउनु भयो र कति तिर्नु भएको छ अहिलेसम्म तिन त यही छोरालाई खर्च गर्दा हिँड्दाएको नि विदेशमा बाबा हुनुहुन्थ्यो अनि विदेशमा बस्दाखेरि यही छोरा एक्सिडेन्ट भएपछि आउनुभयो 2 महिनाको छुट्टी लिएर आउनुभएको थियो अनि यही छोरा 2 महिनाको छुट्टी ल्याएर न्युरोमा बस्नुहुन्थ्यो न्युरोमा बाबुलाई लिएर अनि सुत्दै पछाडि पुरै घाउ भइदिए बाबुको सुत्दै अनि सुषमा लिएर जानुभयो सुषमामा त्यो घाउ ठिक्नु गर्नलाई 4 चोटि अपरेसन भयो अनि त्यहाँको 4 चोटि अपरेसन भएर अनि त्यो घाउ बल्ल निको गराइदिनु भयो बाबाले लिएर बस्नु भयो 9 महिनासम्म 2 महिनाको छुट्टी आउनुभएको थियो उहीँ बोसलाई फोन गरेर अनि यस्तै गाउँघरको दाजुभाइसँग मागेर मैले पनि त्यही गोर्खातिर चन्दा उठाएर अनि छोराको घाउ पनि ठिक पारियो अनि छोरालाई यतिको सान बनाइयो बाबासित पैसा पनि थिएन अनि त्यस्तै घरि दिनुभएको नि अर्को के गर्नु कति तिर्नुभयो बिल त तिर्नै सक्दैन बाबाले उहीँ बोसलाई तिर्नै छ विदेशमा उहीँ तिरिरहनु भयो गाउँमा त तिर्नै पाएन सधैँ फोन गर्छन् हामीलाई चाहियो ब्याज चाहियो भन्छन् ब्याज चाहियो भन्छन् सम त दिन सकेन ब्याज मैले कहाँबाट दिनु कहनुहोस् न मेरो छोराले भर्खर बोलिया छ अब कतै गिराएर भने नि कमाउन सक्छन् छोरीहरू छन् छोरीलाई एउटा जागिर लगाइदिन्छु म नि जागिर दिन्छु कमाउन सक्यो भने ब्याज त दिन सक्दिनँ म सम भने भन्दै मनले रुपे सम्झाइरहेको छु मैले सोएर बसिरहेको छु अवश्य तिर्छु अर्काको ऋण खाएर त म जान्न अवश्य तिर्छु मेरो यति किनाउला रोए पनि सोएरै बसेको छु रोइरै है दुःख सबैलाई हुन्छ हेर्नु त यहाँ सबैजना जति पनि हुनुहुन्छ सबैजनालाई दुःख छ तर छोराकेटी मात्रै उहाँहरूको पीडा अलग छ उहाँहरूको पीडा अलग छ जतिले पनि हामीलाई हेर्दै हुनुहुन्छ उहाँसँग पनि एकदमै धेरै दुःखहरू छ उहाँको पीडा अलग छ है दिमाग तपाईँले हार्नुभयो भने उहाँ यस्तो विलचेयरमा बस्नुभएको छोरालाई चाहिँ कहाँबाट हौसला मैले हारेको छैन
धेरैजनाले थाहा भइसकेको छ यो माया कसरी हुन्छ फेसबुकमा भनेर त भन्नुभयो तर फेसबुकमा चाहिँ कसरी माया प्रयोग सुरुमा उनीहरूले रिक्वेस्ट गर्थे मैले एक्सेप्ट गरेँ अनि उसले आयो अब के छ के गर्दैछु म त गर्न ओके यो कुन अर्थमा हजुरले भन्नुभयो म अवस्था नै त्यस्तै अवस्थामा छु आफूले के गर्नु हजुर बाँचेर जसले सुनेको के गर्दैछु कस्तो छ म मर्न लाग्छु गर्छु माथि जान लाग्छु अनि उसले चाहिँ सम्भव राम्रोसँग त्यस्तो भन्नुहुन्छ आफ्नो भाइमा हुन त तर मैले घुम्ने चाहिँ किरा धेरै नसम्झाउनु राम्रो होला त्यसले नम्बर लाग्यो अनि मैले नगर्थेँ नगर्दैछु धेरै सम्झाउनु मलाई हौसला दियो त्यही अवस्था हेरेर पनि तपाईँ आउनुभयो नि त होइन सो के चाहिँ त्यस्तो खास देख्नु खास भन्नु होला उहाँको अवस्था पनि यस्तै भयो अनि उहाँलाई चाहिँ फेरि सबै थोक गराउनको लागि चाहिँ सहाराहरू पनि चाहिने भएको चाहिँ उहाँको त्यही गाईले चाहिँ अनि म नै गर्छु उहाँलाई जे गरे पनि जीवनभर साथमा दिनुपर्छु भनेर चाहिँ कृष्णजी अनि रूपाजीको तपाईँले अन्तर्वार्ता हेर्नुभएको कतै त्यहीबाट प्रभावित त हुनुभएको नै त्यो त मैले चाहिँ यहाँ आएर नै हेरेको हो त्योभन्दा पहिला त मैले हेरेको पनि थिएन थाहा पनि थिएन अनि हामी दुईजनाको बिहे भइसकेपछि नै त्यो त त्यस्तो युट्युबबाट उहाँले पनि देखाउनु हजुरहरूको अन्तर्जातीय विवाह पनि सुन्नमा आएको छ होइन सो घरबाट कतिको त्यो राजी खुसी हजुरको माइतीतिर के छ हजुरको आमा बाबु त्यसो कहिले चाहिँ भन्नु थियो जुन आफूलाई कमाएर खाने मान्छे नै यस्तो छ कसरी जस्तो सिक्यो भने पनि मान्छेलाई खुसी हो नि त सबैभन्दा ठुलो खुसी हो त्यही खुसी नै भएको छ म जस्तो अवस्थामा भए पनि जे भए पनि म खुसी नै छु हजुरले टेन्सन नलिनु भन्छु अहिले चाहिँ राम्रोसँगले नै बोल्नुहुन्छ उनीहरू कहिले आउने भन्ने सोध्नुहुन्छ तर अहिले जाने पछि उहाँनिर छ हामी अन्त्यमा मैले यहाँनिर रुमहरू देखेँ होइन 2टा रुम छ जस्तो लाग्छ मलाई 2टा रुम है हजुर यसको भाडा चाहिँ हजुरहरूले 8,000 भन्ने कता सुनेको थिएँ मैले अन्त्यमा 8,000 हजुर अब पैसा नभएको बेलामा के यो 8,000 त चाहन्छौँ कुरा होइन कसरी म्यानेज गर्नुभएको छ यो कुरा चाहिँ त्यो सबै सहयोगले नै हो सहयोग आउँछ इन्डियनबाट हजुर त्यही सहयोगले नै दिदा बहिनीलाई पढाउने अनि यहाँनिर जति नै खर्च हुन्छ नि उहाँलाई औषधि उपचार गर्नुको लागि अनि रुम भाडा तिर्ने खानाको लागि सबै त्यही नै हो अब हजुरले केही गर्छु भन्ने सोच्नु भएको छ उहाँको त अवस्था सोचेको चाहिँ छु होइन तर उहाँको अवस्था नै यस्तो छ फेरि म गयो भने मम्मी पनि भन्दा मम्मीले पनि हात त्यो टिसु छ त्यही भएर पनि सोचे पनि गर्न सक्दैन उहाँको उहाँलाई हेर्नुपर्छ नि त ओके हामी अन्त्यमा छौँ हामी अन्तिममा होइन जतिले पनि हामीलाई हेर्दै हुनुहुन्छ मेरो विचारमा उहाँहरूलाई चाहिँ सहयोग गर्नको लागि म आग्रह गर्छु किनकि उहाँ यदि एउटा मात्रै उहाँ पढ्नु भएको छ इफ त्यो कुरा हामीमा भइरहेको भए के हुन्थ्यो होइन सोचेर हजुरहरूले खाजा खान सक्ने त्यो पैसालाई थोरै बचाउ गरेर भए पनि उहाँलाई सहयोग गर्नुहोला भन्न चाहन्छु सबैजनालाई र अन्त्यमा हजुरहरू पनि आग्रह गर्नुहोस् होइन हामी यो पीडामा छौँ र मैले त मागिसकेँ माग्नु चिज अब हजुर कसरी हस्त यहाँ आउनुभएको छोराछोरी दाजुभाइ छोराछोरीमा मेरो हृदयदेखि धन्यवाद छ कहाँ कहाँदेखिबाट आउनुभयो कति दुःख पाएर आउनुभयो हामीलाई दुःख भनेको उहाँलाई पनि धेरै दुःख छ हाम्रो दुःख देखेर उहाँहरूलाई यो दुःखी गरिबलाई हामी सहयोग गर्छौँ भनेर खल्ल दाइखाल भएर बाटा खान भएर के आउनुभयो के गर्नु उहाँहरूको आँखामा पुस्न सकेको छैन भोग त किन लाग्नु त लागेको छ होला यसमा अब दुःखी गरिबलाई सहयोग गरिदिनु प्रचार गरिदिन्छु हामीले गर्न नसके पनि हामीले यति गर्न पाए दुःखी गरिबलाई राम्रो हुन्छ भलो हुन्छ भनेर उहाँले दुःख पाएर आफ्नो गरेर सबै यो देश विदेशमा भएको छोराछोरी दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो दुःख देखाएर प्रचार गरेर सहयोग होस् उहाँहरूलाई भनेर यति दुःख गरेर मिहिनेत गरेर आउनुभएको छ उहाँहरूलाई पनि मेरो हृदयदेखिबाट धन्यवाद छ
मेरो आशीर्वाद लागोस् उहाँहरूलाई पनि। अनि हामीलाई दुःख भएर दुःखी भएर बसेको देखेर हाम्रो लागि सहयोग गरिदिनु भयो भने हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँ बनाएको मूर्तिलाई पूजा गरेर केही धर्म मिल्दो रहेनछ। पोस्टरलाई धूप बत्ती गरेर पूजा गरेर केही धर्म मिल्दो रहेछ। ढुङ्गालाई पूजा गरेर नि के भयो, बनाएको मूर्तिलाई पूजा गरेर नि के भयो। जुन देउता त हामीले देख्न पाएको छैन, त्यस्तोलाई पूजा गरेर आज के पाएँ मैले। कति मैले आँट भोको राखेर मैले नुहाइ धुवाइ गरेर मैले पूजापाठ गर्थेँ सुबहमा। आज मैले गरेको त गलत पाप जस्तै लाग्छ। मेरो लागि त्यो देउता होइन रहेछ भन्ने सोच आउँछ। तर यति हजुरहरूले ढुङ्गालाई बनाएको मूर्तिलाई पोस्टरलाई पूजा गरेर केही फाइदा छैन। बरु दुखी गरिबलाई मुरी दिन पर्दैन, मुठी दिनुहोस्, मुठीको हात दिनुहोस्, 100मा 50 दिनुहोस्, 50मा 20 रुपियाँ दिनुहोस्। त्यसमै छ हजुरहरूलाई एकदम सहयोग गरिदिनु भएको मेरो आशीर्वाद लागोस्। हामी दुखी गरिबलाई, हामीलाई मात्रै होइन अरू पनि दुखी गरिब छन्, अरूहरूलाई पनि सहयोग गरिदिनु होला, हामीलाई पनि सहयोग गरिदिनु होला। अनि यसमा हजुरहरूलाई मेरो हृदयदेखि धन्यवाद छ। ओके, हाम्रो विक्रमजी चाहिँ दोहोरी साँझमा काम गर्नुहुन्थ्यो होइन। सो त्यही भएर हामी अन्त्यमा अब उहाँको तर्फबाट दोहोरी नै सुनौँ होला है, कि कसो? 2-3वटा टुक्का है दोहोरी चाहिँ। दोहोरी मतलब दोहोरी गीत नै भन्नु खोज्छ होइन, त्यो फर्काउने या के भन्छ। ओके। मर्ने मिति हुँदैन पात्रोमा पाउनु मलाई खोजेर, कात्रोमा बगेपछि फर्कने खोला हुँदैन। हाँसी खुसी रमाउ है बाँचुन्जेल जम्बरी, मान्छेको चोला हुँदैन। हाँसी खुसी रमाउ है बाँचुन्जेल जम्बरी, मान्छेको चोला हुँदैन। उहाँलाई आउँछ? दोहोरी आउँदैन। कुन चाहिँ गीत आउँछ? ओके। पिरतीले सताएर रुम्की हाँसुम भएछ, पिरतीले सताएर रुम्की हाँसुम भएछ। सबले भन्छन् हाम्रो जोडी राधा कृष्ण जै छ, ठाटे भनी जाउँ कहाँ गयो जुरेली, किन गीत गाउँदैन। तिम्रो जति माया जलालुमै किन होला कसैको लाउँदैन। तिम्रो जति माया जलालुमै किन होला कसैको लाउँदैन। ओके, यो समयको लागि तपाईँहरू तिनैजनालाई धेरै ओके। तपाईँहरूलाई अहिलेसम्म कुनै त्यस्तो अपर्च्युनिटीहरू आएको छ गीत गाउनुको लागि? हजुर, मलाई अपर्च्युनिटी मैले जोडीमा गएर दोहोरी गाएको थिएँ। अनि दोहोरी गाउँदाखेरि अनि त्यो दोहोरी हेरेर अनि सुभाष मगरको भन्ने पहिलो एल्बम हो मेरो। हजुरले हजुरको मलाई हजुरको अवस्था अनि हजुरको भोइस गाउनु लाग्यो। अनि हजुरले गाउनुहोस् भने मलाई गीत लेखेर पठाइदिनु भयो। अनि केटामा मैले सोधेँ, केटीमा सुनेर पुग्ने भन्ने गीत दिनुभयो। अनि त्यो गीतको रेकर्डिङ सुमधुर डिजिटल रेकर्डिङ स्टुडियोमा गरेको थियो। गीत रेकर्ड भइसक्यो? हजुर, रेकर्ड भइसक्यो। अनि सुनाउन मिल्छ? जुन रेकर्ड भइसक्यो, रेकर्ड भइसकेपछि उहाँ जुन रेकर्ड गर्न जाँदै 7 तल्ला माथि सिडी चढेर जानुपर्ने थियो। मम्मीले पछिबाट ठिनुहुन्थ्यो, बहिनी अनि मिल्दै गएर तानेर 7 तल्ला माथि दुःख कष्ट गरेर रेकर्डिङ गरेर। अनि त्यस गीतको चाहिँ 1 हप्ता अगाडि अर्जुनमा गएर सुटिङ गरेँ। सुटिङ भिडियोमा पनि हजुरहरू नै हुनुहुन्छ? नै म लिप्सिङको लागि त्यहाँ सुटिङ पनि राम्रो भयो, सुटिङ एकदम राम्रो भयो। अब त्यो चाहिँ 1-2 दिनमा रिलिज हुन्छ भनेर त्यो रिलिज भएपछि सबैले माया गर्नु
शैली स्टुडियोमा सबलाई विश्वास नगर्सले जस्तो आयोजन गर्नुभएको छ हे तिमीले छोड्यौ बाँच्न मलाई छैन निद लाग्दैन खाना नि छैन एनी स्टोरी बैमानी किन छोडी गयो सँगै जिउने सँगै मर्ने बाचा कसम तोडेर एनी स्टोरी किन तिमी बराइको भयो सँगै जिउने सँगै मर्ने बाचा कसम तोडेर एनी स्टोरी किन तिमी बराइको भयो। ओके, गीत सफलताको धेरै धेरै शुभकामना र यो समयको लागि एकदमै धेरै धन्यवाद भन्न चाहन्छु हजुर तिनैजनालाई र तपाईँ चाँडै सन्चो हुनुहोला शीघ्र स्वास्थ्य लाभको कामना पनि। थ्याङ्क यू सो मच।